यो हो नेपालको सबैभन्दा एक्सपेन्सिभ साइकल जुनको प्राइस सुनेर त तपाईको सात तोड्न जान्छ होला र यो हो 1 लाख रुपैयाँ वाला साइकल जुन चाहिँ इलेक्ट्रिसिटीबाट चल्छ र यति मात्र होइन आज म 1000 रुपैयाँको सस्तो साइकल र 30,000 रुपैयाँ वाला खतरा साइकल देखाउन वाला छु तर सबैभन्दा पहिला सुरु गरौँ 100 रुपैयाँ देखि यो साइकलको मालिक चाहिँ यो हो र के मैले तँलाई 100 रुपैयाँ दिँदा यो साइकल मेरो हुन्छ यो साइकल मेरो भएको छ अब कुद्छ यो साइकल कुद्दैन यो साइकलको कन्डिसन त धेरै नै खराब थियो म यो साइकललाई कुदाएर टेस्ट गर्ने वाला छु तर यो साइकल बच्चाको लागि भएकोले खुट्टाले घिसाएर कुदाउनु पर्यो अब जाउँ 1000 रुपैयाँको साइकलतिर ओइ कहाँ 100 रुपैयाँको साइकल त त्यो भाइले लगिहाल्यो अब 1000 रुपैयाँको साइकल हेरौँ यो साइकलको ह्यान्डल त 360 डिग्री रोटेट हुन्थ्यो अनि त्यहाँदेखि मैले त्यसलाई कुदाउन ट्राई गरेँ तर यो कुदाउनु भन्दा त प्लेन उडाउनु नि सजिलो होला अब उसले यो साइकल कुदाएर हेर्ने होला छ उइली आना उइली यो साइकलबाट उइली त उयो ह्यान्डल हेर्न सक्नुहुन्छ यहाँ ह्यान्डल यो साइकलको टायर नि पम्चर थियो र दुईटै साइडको ब्रेक पनि थिएन त्यही नि मलाई एक राउन्ड त हान्नु थियो त्यसैले मैले मरिमरि साइकल घुमाएर लास्टमा गएर झन्डै ठोके अनि त्यहाँदेखि मैले त्यो खवारीलाई लगेर फ्याँकिदिएँ 1000 रुपैयाँ वाला साइकल त बेकार थियो अब यो 30,000 वाला साइकल हेरौँ बल्ल 30,000 मा चाहिँ साइकल चढ्न लागेको छ यसमा हाइड्रोलिक ब्रेक छ र अब यसलाई चढेर हेरौँ चढ्दाखेरि नि यो साइकल धेरै नै कम्फर्टेबल थियो र यसको ब्रेक त झनै पावरफुल थियो यो साइकलको लुक्स र गियर दुईटै बवाल थियो जुन देखेर भाइहरूको भिड नै लाग्यो यसमा हाइड्रोलिक ब्रेक सस्पेन्सन र मल्टी गियर सिस्टम भएकोले अरूभन्दा अलिक एक्सपेन्सिभ थियो अङ्कल चाहिँ धेरै नै लोभी हुनुहुन्थ्यो त्यही भएर अङ्कलले पाइडलै हालिदिनु भएन र त्यसको सिट मिलाएर मैले एक दुई रात यत्तिकै हाने र यो साइकललाई बाई बाई गरेर गएँ 1 लाखको साइकलतिर तर यो साइकल चाहिँ अलिकति फरक छ यो हो 1 लाखको साइकल र यो चाहिँ पुरै इलेक्ट्रिसिटीबाट चल्छ यसको ह्यान्डलमा धेरै फिचरहरू थियो र अन गर्न नि चाबी नि खोल्नु पर्थ्यो यो साइकलमा चाहिँ मजाले बस्ने ठाउँ छ र यहाँ दुईटा खुट्टा राख्ने ठाउँ पनि छ र यहाँ पुरै एकजना मान्छे सुत्न नि सकिन्छ यो साइकलको मालिक चाहिँ उहाँ हुनुहुन्छ र के तपाईँले मलाई यो साइकलमा राइड दिनुहुन्छ मजाले दिन सकिन्छ ल अब यसको साउन्ड सुनौँ यसको स्पिड नि राम्रो थियो र पछाडि बस्दा बाइकमै बस्दा यस्तो फिल आउँदै थियो यो साइकलको हाइएस्ट स्पिड चाहिँ कति हो यसको हाइएस्ट 55 हो 55 किलोमिटर पर आवर यसको लुक्स नि राम्रो थियो र यसको टाउको त लिटरली मेरो टाउको भन्दा ठुलो छ तर अर्को साइकलको वेट यति धेरै थिएन तपाईँलाई लागेको होला 1,50,000 को साइकल के यस्तो हुन्छ तर यो केही यस्तो हुन्छ यो साइकल महँगो हुनुको कारण यसको सिट एडजस्टमेन्ट पनि होला थिच्ने बित्तिकै सिट वात्तै माथि आउँछ यो साइकलमा चाहिँ हाइड्रोलिक ब्रेक छ र सस्पेन्सन पनि छ र यो साइकल महँगो हुनुको कारण चाहिँ यसको लाइट वेट पनि हो र यसको यो यहाँ सिट एडजस्टमेन्ट फिचरहरू पनि हो यो साइकलमा अरू धेरै नै फिचर 10 वटा गियर छ अनि अझै टन्नै फिचरहरू छ अब यसलाई कुदाएर हेरौँ यो साइकल कुदाउन नि धेरै नै कम्फर्टेबल थियो र यसको ब्रेक र सस्पेन्सन पनि खतरा थियो दाइको हिसाबले यसको फ्रेममा लाइफ टाइम ग्यारेन्टी थियो कस्तो कम्फर्टेबल छ कम्फर्टेबल हैन ओभर कम्फर्टेबल यो साइकल आजको मेरो भिडियोको लास्ट साइकल हो र हामीले कन्टेन्ट बनाउँदै आएको लगभग 8 महिना भएको छ र म 5000 सब्स्क्राइबर कति क्लोज छु अब 700 सब्स्क्राइबर बाँकी छ 5000 पुग्न र आजको यो भिडियोको लाइक पनि राख्छु 1000 लाइक र यस्तो सपोर्ट देखाउँदै जानु होला म यस्तो भिडियो बनाउन चाहन्छु यस्तो थ्याङ्क्स फर वाचिङ